हेलो नमस्कार साथीहरु। आज पनि तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी नेपालको भौगोलिक अवस्थिति बारे पढ्ने। विश्वमा नेपाल चाहिँ कुन ठाउँमा रहेको छ त्यो कुरा हामी पढ्ने आज। ल सुरु गरौं। नेपालको भौगोलिक अवस्थिति। नेपालको भौगोलिक अवस्थिति। अब एउटा पृथ्वी बनाऊ। यसमा चाहिँ नेपाल चाहिँ कुन ठाउँमा रहेको छ त्यो कुरा हामी पहिचान गरौँ। अब जस्तै यो उत्तरी बिन्दु भयो, दक्षिण, यो पूर्व अनि यो पश्चिम भयो। अब पूर्वदेखि पश्चिमसम्म तानिएको काल्पनिक रेखालाई भूमध्य रेखा भनिन्छ। त्यसैगरी उत्तरदेखि दक्षिणतर्फ तानिएको काल्पनिक रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ। अब यसलाई चाहिँ भूमध्य रेखा अनि यो भयो तपाईको प्रधान मध्याह्न रेखा। अब यसलाई चाहिँ 0 डिग्री अक्षांश रेखा पनि भनिन्छ अनि यसलाई चाहिँ 0 डिग्री देशान्तर रेखा अनि यसलाई 0 डिग्री अक्षांश रेखा पनि भनिन्छ। अब नेपाल चाहिँ कुन ठाउँमा रहेको छ? नेपाल तपाईको 26 डिग्री 22 मिनेटदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांशमा पर्दछ। त्यसैगरी देशान्तरको कुरा गर्दाखेरि 80 डिग्री 4 मिनेटदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तरमा पर्छ। अब मानुस यो अक्षांश रेखा भयो अनि यो देशान्तर रेखा। अब यो 0 डिग्री छ। 0 डिग्री तपाईको 1 2 3 4 5 यसरी गर्दा गर्दै यहाँ 90 डिग्री पुग्छ। यो भयो 0 डिग्री अक्षांश रेखाबाट सुरु। अब 0 डिग्रीबाट सुरु छ भन्दाखेरि तपाईको 26 डिग्री नेपाल चाहिँ कहाँ छ भन्दाखेरि 26 डिग्री 22 मिनेटदेखि 30 डिग्री 27 मिनेटसम्म। अब 26 डिग्री मान्नुस्। अब 1 2 3 4 यसरी गर्दा गर्दै मान्नुस् यो भयो तपाईको 26 22 अनि त्यसै गरी यहाँतिर होला चाहिँ तपाईको 30 27। अब यहाँतिर मानौं न 30 27। त्यसैगरी 0 डिग्री देशान्तर रेखाबाट पूर्वतिर पर्दछ, पूर्वी देशान्तरमा। यानी कि 84 जुन छ नि 84 तपाईको पूर्वी देशान्तर भयो अनि 84 देखि 88 12सम्म। अब यहाँबाट 0 छ। 0 गर्दाखेरि 1 2 3 4 यसरी गर्दा गर्दै तपाईको मानुस न 80 यहाँ पर्यो। यहाँसम्म चाहिँ 90 डिग्री हुन्छ। 80 यहाँ पर्यो। 80 देखि 88 12सम्म। ल मानुस यहाँ मतलब यहाँतिर चाहिँ नेपाल छ। नेपाल। अब चाहिँ हामी एउटा नक्सा बनाउने। यो भयो नेपाल। मानुस यो नेपाल हो। अब नेपालमा चाहिँ पूर्वी बिन्दु, पश्चिम बिन्दु, नेपालको नक्सामा चाहिँ पूर्वी बिन्दु, पश्चिम बिन्दु, उत्तर, दक्षिण यो बिन्दुहरू चाहिँ पहिचान गरौँ। अब यो जस्तै तपाईको यो उत्तर भयो, उत्तरी बिन्दु। यो भयो तपाईको सबभन्दा डाउनमा पर्छ यो दक्षिणी बिन्दु। त्यसैगरी पूर्वी बिन्दु र पश्चिम बिन्दु। अब यो सबभन्दा पूर्वतिर पर्छ। यसलाई पूर्वी बिन्दु भन्ने।
पूर्वी बिन्दु। अब यो यहाँतिर भयो पश्चिम बिन्दु। अब तपाईको नेपालको नक्सामा पूर्व उत्तर दक्षिण पूर्व पश्चिममा कुन ठाउँ रहेको छ र त्यो ठाउँ तपाईको कति डिग्री अक्षांश कति डिग्री देशान्तरमा पर्दछ त्यो कुरा हामीले। अब सबभन्दा पहिला अक्षांशको कुरा गर्दाखेरि 26-22 देखि 30-27 सम्म छ, मतलब 26 डिग्री जुन छ यही हामीले हेरिसकेका हौ। अब दक्षिणमा 26-22 छ, मतलब यो भयो 26 डिग्री 22 मिनेट। त्यसै गरी 30 डिग्री 27 मिनेट यहाँ छ, 30 डिग्री 27 मिनेट यो भयो। अब 80 डिग्री 4 मिनेट देखि 88 डिग्री 12 मिनेट। 84 कहाँ छ? 84 यहाँतिर हो, 84। त्यसै गरी 88 12 यहाँ हो, 88 डिग्री 12 मिनेट। अब 80 डिग्री 4 मिनेट देखि 88 डिग्री 12 मिनेट सम्म हो। अब नेपालको पूर्वी बिन्दु चाहिँ कुन ठाउँ रहेको छ? पूर्वी बिन्दुमा तपाईको ताप्लेजुङको लेलेप भन्ने ठाउँ हो। पश्चिमी बिन्दुमा तपाईको कञ्चनपुरको दोधारा। दक्षिणी बिन्दुमा तपाईको झापाको लोधाब्री। अनि उत्तरी बिन्दुमा हुम्लाको च्याङ्ला भन्ज्याङ पर्छ। अब पूर्व पश्चिम उत्तर दक्षिण हामीले हेरिसक्यो। अब नेपालको क्षेत्रफलको कुरा गर्दाखेरि नेपालको टोटल क्षेत्रफल एरिया चाहिँ रहेको छ, क्षेत्रफल 1,47,181 किलोमिटर स्क्वायर वर्ग किलोमिटर हो। यसलाई चाहिँ वर्ग माइलमा हेर्दाखेरि तपाईको 56,827 वर्ग माइल हो, वर्ग माइल 56,827 वर्ग माइल। अब नेपालको पूर्व पश्चिम लम्बाई उत्तर दक्षिण चौडाई के कति रहेको छ? हाम्रो उत्तर दक्षिण पूर्वमा तपाईको मेचीदेखि महाकाली सम्मको लम्बाई भन्दाखेरि 885 किलोमिटर रहेको छ। त्यसै गरी तपाईको उत्तरदेखि दक्षिणसम्मको औसत चौडाई तपाईको 193 किलोमिटर रहेको छ। त्यसै गरी तपाईको अधिकतममा चौडाई भन्दाखेरि 241 किलोमिटर छ। अनि न्यूनतममा तपाईको 145 किलोमिटर रहेको छ। अब उत्तरदेखि दक्षिणसम्म औसत चौडाईको कुरा गर्दाखेरि 193 किलोमिटर। अब उत्तरदेखि दक्षिणसम्मको अधिकतम चौडाई हेरौँ। उत्तरदेखि दक्षिणसम्मको अधिकतम चौडाई कति रहेको छ? 241 किलोमिटर, 241 किलोमिटर। त्यसै गरी न्यूनतम चौडाई उत्तरदेखि दक्षिणसम्मको न्यूनतम चौडाई हेर्दाखेरि 145 किलोमिटर रहेको छ। अब पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्मको लम्बाई, पूर्वमा यो भयो मेची अनि यो महाकाली अनि मेचीदेखि महाकालीसम्मको तपाईको लम्बाई भन्दाखेरि कति रहेको छ? 885 किलोमिटर।
अब लम्बाइको कुरा गर्दाखेरि मेचीदेखि महाकाली सम्म लम्बाइ 885 किलोमिटर रहेको छ नेपालको अन्तर्राष्ट्रिय सिमाना। अब फेरि यो एउटा नक्सा बनाउने। ल त्यो भयो नेपाल। अब नेपालको अन्तर्राष्ट्रिय सिमानामा तपाईको उत्तर, दक्षिण, पूर्व, पश्चिम। नेपालको उत्तर, दक्षिण, पूर्व, पश्चिम भयो। उत्तरमा तपाईको चीन पर्दछ, चीनको तिब्बत। तपाईको उत्तरमा भयो चीनको तिब्बत। अनि यतापट्टि भारत, दक्षिण पनि भारत, अब पूर्वमा पनि भारत। अब अन्तर्राष्ट्रिय सिमाना भन्दाखेरि तपाईको तीनतिरबाट भारत पर्दछ र माथि उत्तरतिर तपाईको मात्र चीन पर्दछ। अब तीनतिर भारत पर्दछ भन्दाखेरि अब यहाँबाट हेरौँ साथीहरु, यहाँदेखि यहाँसम्म तपाईको 1236 किलोमिटर। यसलाई चाहिँ हामीले भारतीय 36 भनेर सम्झिन सक्छौं। अब चीनसँगको सिमाना भयो, चीनसँग यहाँदेखि यहाँसम्म चीनसँगको सिमाना 1236 किलोमिटर, भारतीय 36 सम्झिँदा हुन्छ। अब साथीहरु भारतसँगको सिमाना, नेपाल र भारतसँगको अन्तर्राष्ट्रिय सिमाना कति रहेको छ? भारतसँग कति छ? 1690। 10 को बारु 16 हुन्छ, 10 को बारु 16 अनि 90 किलोमिटर, यसरी सम्झिँदा चाहिँ हुन्छ। अब 1690 अनि 1236 जम्मा अन्तर्राष्ट्रिय सिमाना भन्दाखेरि जम्मा अन्तर्राष्ट्रिय सिमाना कति आउँछ? जम्मा 1236 र तपाईको 1690 जोड्दाखेरि 2926 किलोमिटर अन्तर्राष्ट्रिय सिमाना भयो। अब यसैगरी तपाईको पश्चिम, दक्षिण र पूर्वमा भारत पर्दछ अनि उत्तरमा तपाईको चीनको स्वशित्र क्षेत्र तिब्बत पर्दछ। भारतको चाहिँ कुन ठाउँ नेपालले छोएको छ? भारतको 5 प्रान्त पर्दछ, 5 प्रदेश। तपाईको यसलाई चाहिँ सम्झिँदाखेरि उपसी बिहार, यसलाई उबाट चाहिँ उत्तर प्रदेश, फेरि अर्को उबाट उत्तराखण्ड, पबाट पश्चिम बंगाल, अनि सीबाट सिक्किम, अनि बिहार त भइहाल्यो, बिहार। त्यसैगरी चीनको कुन ठाउँ चाहिँ नेपाललाई छोएको छ? अब चीनको भन्दाखेरि, चीनको कुरा गर्दाखेरि चीनको तपाईको तिब्बतले छोएको छ। अब नेपाल र भारतको दक्षिणतर्फ तपाईको 10 गजले सिमाना छुट्याएको छ। त्यसैगरी पूर्वमा
मेची नदीले र पश्चिममा तपाईको महाकाली नदीले सिमाना छुट्याएको छ। पश्चिममा महाकाली नदीले सिमाना छुट्याएको छ। अब पूर्वमा तपाईको मेची नदीले सिमाना छुट्याएको छ, पश्चिममा महाकाली नदीले, दक्षिणमा 10 गजले सिमाना छुट्याएको छ। अब नयाँ नेपालको क्षेत्रफल पढ्ने। नयाँ नेपालको क्षेत्रफल तपाईको नयाँ नेपालको क्षेत्रफल पढ्दाखेरि कुन ठाउँ चाहिँ जोडिएको छ, कुन ठाउँ जोडिएको छ र त्यसको क्षेत्रफल कति जम्मा एड गरेको छ नयाँ क्षेत्रफल, त्यो कुरा हामीले पढ्ने। नयाँ नेपालको क्षेत्रफल। नयाँ नेपालको क्षेत्रफल। नयाँ नेपालको क्षेत्रफल पढ्नुभन्दा अगाडि हामी केही कुरा जान्नु। सबभन्दा पहिला चाहिँ सुगौली सन्धि भएको थियो। सुगौली सन्धि हुँदाखेरि सुगौली सन्धि तपाईको सुगौली सन्धि कहिले भएको थियो कि सन् 1816 मार्च 3 गतेको सुगौली सन्धिको हस्ताक्षर भएको थियो। सन् 1816 मार्च 3 मा हस्ताक्षर भएको र त्यसको भोलिपल्टदेखि यो सुगौली सन्धि जुन दिन हस्ताक्षर भयो त्यसको भोलिपल्टदेखि लागू भयो, यानी कि मार्च 4 बाट लागू भएको हो। अब सुगौली सन्धिको बेला चाहिँ नेपालको क्षेत्रफल कति थियो, अब त्यसपछि कति घट्दै गएको छ। अब तपाईको सुगौली सन्धि हुँदाखेरि टिस्टादेखि कागडासम्म कागडाको क्षेत्रफल तपाईको 1,67,575 किलोमिटर स्क्वायर। 2,67,575 किलोमिटर स्क्वायर। टिस्टादेखि कागडासम्म हुँदाखेरि तपाईको 2,67,575 वर्ग किलोमिटर थियो। टिस्टादेखि तपाईको सतलज भन्ने ठाउँ, सतलजसम्म हुँदाखेरि टिस्टादेखि सतलज हुँदाखेरि तपाईको टिस्टादेखि सतलज हुँदाखेरि कति थियो 2,04,917 किलोमिटर स्क्वायर। 2,04,917 किलोमिटर स्क्वायर। तपाईको टिस्टादेखि सतलज भन्ने ठाउँसम्मको त्यति बेलाको क्षेत्रफल हेर्दाखेरि 2,04,917 किलोमिटर स्क्वायर रहेको छ। चाहिँ अब मेचीदेखि महाकालीसम्म, मेचीदेखि महाकाली हुँदाखेरि तपाईको कति थियो क्षेत्रफल भन्दाखेरि 1,47,181 वर्ग किलोमिटर स्क्वायर। अब नयाँ नेपालको क्षेत्रफलमा तपाईको मेचीदेखि लिम्पियाधुरा जोड्न जान्छ। लिम्पियाधुरा। अब नयाँ नेपालको क्षेत्रफल भन्दाखेरि तपाईको 1,47,516 लिम्पियाधुरा, कालापानी र लिपुलेक, यो तीन ठाउँ तपाईको 3 ठाउँ भएको छ, जोडिएको छ। अनि 3 ठाउँ जोडिएको छ 335 वर्ग किलोमिटर जोडिएको छ। अब 1,47,181 वर्ग किलोमिटर पहिला थियो मेचीदेखि महाकाली हुँदाखेरि। अब मेचीदेखि तपाईको लिम्पियाधुरा, कालापानी, लिपुलेक भएछ। अब त्यो 3 ठाउँ जोड्दाखेरि 335
किलोमिटर जोड्दाखेरि तपाईको नयाँ क्षेत्रफल हुन जान्छ। नयाँ क्षेत्रफल तपाईको 1,47,516 1,47,516 किलोमिटर स्क्वायर हुन जान्छ। अब नयाँ नेपाल के भन्छ कुदाखेरि तपाईको लिम्पियाधुरा, कालापानी र लिपुलेख गरी 3 ठाउँ तपाईको लिम्पियाधुरा त्यसै गरी कालापानी र लिपुलेख यसलाई चाहिँ यो नयाँ नेपालको क्षेत्रफल वा त तपाईको चुच्चे नक्सा सहितको क्षेत्रफल भन्दा पनि हुन्छ। चुच्चे नक्सा सहितको क्षेत्रफल भन्दाखेरि तपाईको यही हो 1,47,516 किलोमिटर स्क्वायर। साथीहरु फेरि हामी यस्तै जानकारीमूलक भिडियो लिएर आउने नै छौं। हस्त आजलाई धन्यवाद। हस्त।